सम्पूर्ण साथीहरुमा नमस्कार। आज म तपाईहरुलाई चाहिँ आज म इभिनिङ वाक गर्दै थिएँ। त्यस क्रममा भएको एउटा रमाइलो घटना भनौँ, एउटा संयोगको बारेमा तपाईलाई सुनाउँदै छु। आशा छ तपाईहरुलाई पनि रमाइलो लाग्ला। म आज एकछिन इभिनिङ वाक गर्नु पर्यो भनेर निस्किरहेको थिएँ। हिँड्दै जाँदा बाटोमा एकजना लगभग 80-85 वर्ष प्लस एकजना वृद्ध महिला बाटोको छेउमा केही चीज लेखिरहेको देखेँ मैले। उहाँ म भन्दा अपोजिट डाइरेक्सनबाट आइरहनु भएको थियो। म चाहिँ अहिले न्युजिल्यान्डमा छु, न्युजिल्यान्डको तौरङ्गा सहरमा छु। यहाँ चाहिँ मान्छेहरू 80-85-90 वर्षसम्म पनि एक्टिभ हुने, ड्राइभिङ गर्ने, 80-85 वर्षसम्म सामान्य गर्न सक्ने कामहरू गर्ने हुन्छ। अनि यहाँको मान्छेहरू रिलेटिभली धेरै मान्छेहरू फ्रेन्डली खालका पनि हुन्छन्। हाम्रो नेपाल लगायत कतिपय एसियन कन्ट्रीहरूमा हामी बाटोमा हिँड्दै गर्दा अपरिचित मान्छेहरू देख्यौँ भने हामी खासै रेस्पोन्स गर्दैनौँ। अब यस्तो गुड मर्निङ, गुड आफ्टरनुनका ग्रिटिङ्सहरू पनि एक्सचेन्ज गर्दैनौँ। तर यहाँ चाहिँ हामी हिँड्दैछौँ, कुनै अपरिचित मानिस अर्को साइडबाट आएको भेट भयो भने त्यहाँ मुस्कान आदान प्रदान गर्ने र समयअनुसारको गुड मर्निङ, गुड आफ्टरनुन आदि ग्रिटिङ्सहरू एक्सचेन्ज गर्ने हुन्छ। यसले चाहिँ एक खालको म सेफ छु है, अथवा यहाँको व्यक्तिहरू चाहिँ फ्रेन्डली छन् भन्ने खालको महसुस पनि गराउँदो रहेछ। अनि मैले यहाँको यो खालको सिनारियो छ भन्ने बुझिसकेपछि अब उहाँसँग केही बोल्न मन लाग्यो र मैले उहाँलाई भने, तपाईले केही चिज बिर्सिनु भयो कि भने। उहाँ यही न्युजिल्यान्डकै किवी नै हुनुहुन्छ। अनि त्यसपछि ती बुढी आमाले चाहिँ के भन्नुभयो भने, म चाहिँ कविता लेख्छु, अनि कविता बाटोमा हिँड्दै गर्दा कुनै कुरा आयो भने सट्ट पेपर र पेनसँग मसँगै हुन्छ, अनि त्यसलाई निकालेर ट्याक्क टिपिहाल्छु, नत्र पछि बिर्सिन्छु भन्नुभयो। अनि त्यसपछि ओहो, म पनि कवितालाई मन पराउँछु, म कविता त लेख्ने भन्दा पनि म कविता पढ्ने मान्छे हुँ, तर कहिले कहिले अलि लेख्छु, मलाई पनि ठ्याक्कै त्यस्तै हुन्छ। अनि म बसेको ठाउँ वरिपरि सामान्यतया पेन र पेपरहरू भइरहेको हुन्छ, म टिप्छु। कहिलेकाहीँ म सुत्दै गर्दा अब मलाई लगभग निन्द्रा आयो जस्तो, एउटा तन्द्राको अवस्थामा रहँदा पनि झट्ट कुनै विचार आयो भने म पनि जुरुक्कै उठेर त्यो चिज लेखिहाल्छु। लेखिनँ भने त्यो लाइन एकछिनमा बिर्सिहाल्छ, पछि त्यो फर्केर आउँदैन। त्यसकारण मेरो फिलिङ, मैले गर्ने कुराहरूसँग पनि तपाईँको कुरा मिल्यो भने, अनि ती बुढी आमै भनौँ उमेरको हिसाबले त्यहाँ अलिकति हाँसो पनि भयो। अनि त्यसपछि म पनि त्यस्तै गर्छु, म पनि त्यस्तै निदाउन लागे बेलामा अथवा कहिले कहिले आयो भने सटसुट लेखिहाल्छु। अनि त्यसपछि गफकै सिलसिलामा उहाँले चाहिँ म कविताहरू लेख्छु, कतै कतै प्रकाशित पनि गरेको छु, साथीहरूलाई सुनाउँछु, म राम्रो पेन्टिङ पनि गर्छु, मैले 1500 भन्दा बढी पेन्टहरू पनि गरेको छु, पेन्टिङ्सहरू पनि गरेको छु भन्नुभयो। अनि मैले अब गफ भइहाल्यो, ठिकै छ, अब कमसेकम हामी भेट भयो, कुराकानी भयो, दुवैको केही कुरा मिल्दो रहेछ भने। अनि बुढीले मैले पनि ठिक छ, हाम्रो केही कमन चिजहरू हुँदो रहेछ, भेट भएर खुसी लाग्यो, अब हामी कसरी कन्ट्याक्टमा बस्ने होला भन्ने कुरा गर्नुभयो। अनि मैले कता बस्नुहुन्छ भनेर सोधेँ। अनि यहाँको वरिपरि यहाँ एउटा सुपर मार्केट छ, त्यसको नजिकै बस्छु भन्ने कुरा गर्नुभयो। अनि त्यसपछि उहाँले नै त्यसो भए इमेल एड्रेसहरू एक्सचेन्ज गरौँ भनेर त्यही कागजमा, मैले त पेन पेपर पनि बोकेको थिएन, अनि उहाँको इमेल एड्रेस लेख्नुभयो। अनि कतिपय अक्षरहरू चाहिँ अलिकति यहाँको आफ्नै पाराको हुन्छ, अनि अलिकति मैले बुझिनँ, त्यहाँ क्लियर गरेँ। अनि त्यसपछि उहाँले पनि मेरो इमेल एड्रेस पनि टिप्नुभयो। अनि मैले भने इमेलमा तपाईँका कविताहरू पढ्ने अथवा केही पेन्टिङहरू हेर्ने इच्छा छ, त्यस्तो त्यो मिल्यो भने मैले त्यो आशा गरेको छु भने। अनि उहाँले चाहिँ म अहिले सोचिरहेको छु, म के पठाउने होला, कस्तो पठाउने होला भनेर मलाई अहिले विचार आइसक्यो भन्नुभयो। अनि गफकै सिलसिलामा अनि उहाँले कति भयो यहाँ न्युजिल्यान्ड आएको भनेर सोधेँ। अनि मैले यति भयो, अनि यस्तो खालको चाहिँ भिसामा छौँ हामी भन्ने खालको कुराहरू गरेँ। त्यसपछि म नेपालमा विद्यार्थी हुँदा चाहिँ सगरमाथा चाहिँ हाम्रो देशमा छ, नेपाल र न्युजिल्यान्डको चाहिँ एउटा मित्रता एकदम ऐतिहासिक खालको छ। म
विद्यार्थी हुँदाखेरि चाहिँ न्युजिल्यान्ड भन्ने देशको सर एडमन्ड हिलारीले तेन्जिङ नोर्गेसँग चाहिँ सगरमाथा चढेको भनेर पढेको हो। त्यो बेलामा अब न्युजिल्यान्ड भनेको बारेमा खासै केही थाहा थिएन, तर अहिले म यो देशमा छु, यही धरतीमा छु, त्यो पनि मेरो लागि खुसीकै कुरा हो भने मैले हल्का अलिकति ती प्रसङ्गहरू पनि आए। अनि कस्तो छ यहाँको इन्भाइरोमेन्ट के छ भनेर चाहिँ उहाँले कुरा गर्नुभयो। अनि हामी त्यो गफ गर्दै गरेको रोडको छेउमा पयौँका बोटहरू थिए, अलि नेपालमा हुने अरू बोटहरू पनि थिए। अनि मैले यहाँ यो त्यो बोटलाई देखाएर यो पयौँको बोट, यहाँ यो बिरुवाहरू चाहिँ म जहाँ जन्मेँ जहाँ हुर्केँ त्यहाँको चाहिँ वनस्पति र कतिपय यहाँको वनस्पतिहरू धेरै मिल्दोजुल्दो छ, एउटै छ। त्यसले चाहिँ त्यो वनस्पतिले पनि मेरो ठाउँभन्दा धेरै टाढा गएको छैन, यो ठाउँ पनि मेरो ठाउँ जस्तै रहेछ, मेरो जन्मभूमि जस्तै रहेछ भनेर मलाई क्लोजनेस दिएको छ, मलाई आफ्नो ठाउँ जस्तो लाग्छ भने। अनि उहाँ अलिकति अब कविताहरू लेख्ने अनि साहित्यिक भावनाले भएको स्वाभाविक हिसाबले पनि साइकोलोजीलाई विभिन्न वस्तुहरूले कहिले वृक्ष, कहिले चाहिँ वनस्पतिहरू, कहिले यो भौगोलिक अवस्थाहरूले जोड्छ भनेपछि अनि मैले हाम्रो धेरै कुराहरू मिल्छ। पानीको कुराहरू पनि गरेँ। नेपालमा सल्टी वाटर, समुद्रहरू नभए पनि पानी प्रशस्त भएको, यहाँ पनि पानी समुद्रहरू टन्न रहेको, त्यस्तो कुराहरूमा धेरै मिल्दोजुल्दो छ भन्ने कुरा गरेँ। अनि मलाई यो चाहिँ यहाँहरू समस्या सेयर गर्न चाहिँ किन मन लाग्यो भने संसारको जुनसुकै ठाउँमा जन्मिए हुर्किए पनि मान्छेको साइकोलोजी अथवा एउटा मनोवृत्ति अवस्था एउटै हुँदो रहेछ अथवा मिल्दोजुल्दो हुँदो रहेछ। म चाहिँ जे गर्थेँ अनि उहाँले बाटोमा टिप्दै हिँड्दै गर्दाको क्षण अथवा त्यो बाटोमा एउटा कुनै विचार आयो, कुनै लाइन आयो, अनि त्यो लाइनलाई मैले मिस गर्नु हुँदैन, यसलाई चाहिँ मैले रेकर्ड गर्नुपर्छ, कविताको रूपमा पब्लिस गर्नुपर्छ, त्यसमा भ्यालु छ। पछि यसलाई बिर्स्यो भने निकै महत्त्वपूर्ण चिज गुमाएको छु मैले, अथवा मैले एकदम राम्रो प्रिसियस चिज, मलाई त्यो फिलिङ्स, त्यो आइडिया, त्यो विचार त्यो आएको थियो, त्यो भावना आएको थियो जस्तो लाग्थ्यो। अनि त्यस्तो उहाँलाई पनि लाग्दो रहेछ भनेपछि यस्तो भावनाहरू मिल्यो जस्तो लाग्यो। अनि अहिले म मर्निङ वाककै क्रममा छु। मैले उहाँले दिएको इमेल एड्रेस मैले यो मेरो पकेटमा राखेको छु। हेरौँ अब हाम्रो कन्ट्याक्ट के हुन्छ, कतिको उहाँका कविताहरू पढ्ने, उहाँको पेन्टिङहरू हेर्ने कुराहरू हुन्छ। एनिवे जिन्दगीमा संयोगहरू आउँछन् जान्छन्। आजको संयोग चाहिँ मैले यहाँहरूलाई सेयर गरेँ। ध्यान दिएर यति लामो समयसम्म एउटै स्क्रिनमा रहेर माथि नसारिकन यो हेरिदिनु भयो। यो तपाईँहरूको म प्रतिको माया, यसले भनेको कुरा सुनाउनु त भनेर यसो तपाईँले एकछिन टाइम दिनुभयो। यहाँहरू सबैलाई धन्यवाद। हस्त नमस्कार।